स्ट्रेट बनाउने है अलि तल राख्ने बस्नुस् गुसलजी सन्चो हुनुहुन्छ सन्चो हुनुहुन्छ आर यु फाइन पाइनसानी खानुहुन्छ कि ठिक छ एउटा छोटो र मिठो परिचय दिनुहोस् न आफ्नो मेरो नाम गुलसन कुमार भन्न मेरो ठाई ठेगाना मध्य प्रदेश अन्तर्गत बारा जिल्लाको सुवर्ण गाउँपालिका वार्ड नम्बर 3 रहेको अनि मेरो चाहिँ शैक्षिक +2 पास गरी हालमा ठाकुर बहुमुखी क्याम्पस व्यवस्थापन संकाय अन्तर्गतको तेस्रो वर्षमा म अध्ययन छु। सुवर्ण गाउँपालिका तपाईँको घर है बारा जिल्लामा यो गढीमाई भन्दा कता छ सुवर्ण गढीबाट दक्षिणतिर 8-9 किलोमिटर टाढा छ। दक्षिण मतलब त्यो बाउन्ड्रीतिर नेपाल इन्डियाको सिमाना हो हजुर सर सिमाना सिमाना हो गुलसन कुमार कर्ण कर्ण भइसकेपछि नेपालमा जनसङ्ख्याको हिसाबले अलि पछाडि परेको जनसङ्ख्या हिसाबले मात्र भन्न खोजेको छ कति प्रतिशत जनसङ्ख्या छ तपाईँको नेपालमा थाहा भएन ठिक छ तपाईँ बिबिएस अध्ययन गर्दै हुनुहुन्छ +2 पनि व्यवस्थापनबाटै गर्नुभयो अनि पोखराबाट तपाईँको नाम सिफारिस भएको रहेछ लिखितमा अनि पोखरा र मधेस दुवैको भूगोल अलिक फरक छ नि अनि तल यसो मधेस बेल्टमा तराईमा हिँड्दै गरेको मान्छे अनि पहाडतिर यसो भिरतिर अथवा मानौँ न अथवा हाइटतिर आएर काम गर्दा भाषाको डिफरेन्स पनि हुनसक्छ तपाईँलाई गाह्रो हुन्न सर गाह्रो हुन सर त्यहाँ जाँदाखेरि सर जहाँ जान्छ तपाईँ त्यहाँको वातावरण तपाईँ घुर्नु पनि सक्छ त्यहाँ जाँदाखेरि त त्यो भाषा पनि सिक्न सक्छ भाषा सिक्न सकिन्छ सिक्नु भएको छैन कुन भाषा बोल्न आउँछ तपाईँलाई नेपाली भाषा सिकेको छ त्यहाँको हो नि त त्यो त्यहाँको रहन सहन भाषा शैली त अनि घरमा को छ तपाईँको बुवामा अनि 3टा भाइ छन् 3टा भाइ छन् तपाईँ सबभन्दा ज्येष्ठ पुत्र म माइलो छु माइलो छोरा हो दाइ के गर्नुहुन्छ दाइले खड्काल कहाँ पोस्टिङ छ जिल्ला रौतहट जिल्ला अदालतमा पोस्टिङ छ अनि के छ योजना भविष्यमा नाम सिकेपछि बुवाले पोखरा लिएर आउने सरकारी गाडीको खर्च छ त्यही सरकारी कार्यालयमा बस्न लाउने सरकारी गाडीमा छ गाडीमा ठिक छ तपाईँको यो कामना पूर्ण होस् अलि अध्ययनरत हुनुहुन्छ अनि बिबिएसमा अध्ययनरत हुनुहुन्छ ठाकुरामा पढिराख्नु भएको छ तपाईँको नाम निस्क्यो भने तपाईँ इक्जाम दिएर गइरहने हो परीक्षा दिन गइरहने हो वीरगन्जतिर अनि काम को गर्छ काम पनि गर्छ कति एक हप्ता बिदा लिनुहुन्छ अनि त्यसको लागि अध्ययन गर्नुहुन्न अध्ययन पनि गर्छ अनि क्लासमा 70% 80% छ नि त नियम कक्षा गरिसकेपछि एटेन्डेन्स पुग्नुपर्छ भनेर त्यो कसरी पुर्याउनुहुन्छ होला कि जागिर छोडिदिनुहुन्छ अब त्यसमा पनि छ भन्नुहोस् न बस त्यहाँबाट सर क्याम्पस सार्छु यतै पढ्छु भन्न पाइयो केही छैन सार्न पाइन्छ त ल क्लास गर्नु पर्यो क्लास छोड्नु भएन त भविष्यमा त जागिर तपाईँ त ब्याचलर गर्दै हुनुहुन्छ अब खरिदारको जागिर छोडिदिने त्यसपछि सुब्बामा ट्राई गर्ने अनि त्यसो भए सरकारी जागिरमा पढिरहने मात्र सेवा कति गरेर प्रदान गर्ने भनेको अनि मात्र अध्ययन गर्नुहुन्छ लोकसेवाको अध्ययन गर्ने त्यसपछि आफ्नो एकाडेमिक ब्याकग्राउन्ड अध्ययन गर्नुहुन्छ अनि सेवा प्रवाह चाहिँ कति गरेर गर्ने यता कता सुन्नुहुन्छ कि नै लोकसेवामा अथवा नाम निकालिसकेपछि कार्य समयमा अध्ययन गर्नेको सङ्ख्या धेरै छ पत्र पत्रिकामा आइरहन्छ यसले तपाईँ कसरी लिनुहुन्छ यो ठिक हो बेठिक हो कि के हो यो विद्यार्थीको त नजर हेर्नुपर्छ राम्रैको छ तर कार्यालयको सेवाग्राहको सम्बन्ध हेर्नुपर्छ त सेवाग्राहमा
सर त्यो अध्ययन गर्नुपर्ने त्यो सेवा सम्बन्धी काम गर्नुपर्ने अनि सेवा नभएको बेलामा त्यो अध्ययन गर्नु तपाईँको पोस्टिङ भएको ठाउँमा तपाईँको आमा बुवा बसाइसराई गरेर आउनुभयो अनि त्यहाँबाट नागरिकता प्रतिलिपि लिन आउनुभयो तपाईँको फाँटमा पर्नुभयो उहाँ, ठिक छ। अनि त्यो अवस्थामा के गर्नुहुन्छ? आमा बुवाले भन्नुहुन्छ ल आमा बुवा पछाडि यो झ्याल लिएर आएर औँठा छाप लाउनुहोस् भन्नुहुन्छ कि बुवा यो कुर्सी छ बस्नुहोस् यहाँ बगलमा, यहीँ सोफामा बस्नुहोस्, तपाईँ किन लाइन लाग्नुहुन्छ? तपाईँ त मेरो बुवा हो, तपाईँको छोरा छोरी जागिरे हो, तपाईँ गाडीमा घुम्नुपर्छ, तपाईँ यहाँ बस्नु लाइन लाग्नुहुन्न भन्नुहुन्छ। होइन सर त्यो मेरो बाबा पनि सर त्यो सेवा राईको रूपमा हुनुहुन्छ सर, त्यो बेला त्यो सबैले समान हक भर्खरै भन्नुभयो सरकारी गाडीमा घुमाउँछु आमा बुवाले। त्यो गाडी घुमाउन तपाईँको लागि हो कि आमा बुवाको लागि हो? मेरो लागि हो सर। त एक दिनको लागि के भन्छ? एक दिनको लागि चाहिँ नि भ्रष्टाचार गर्न पाइयो? होइन पाइन सर, त्यो भ्रष्टाचार त्यो सर अख्तियारको दुरुपयोग भनेको त होला नि त भ्रष्टाचार भनेको, होइन र? अनि त्यो गाडी तपाईँलाई मानौ प्रदान गरियो, कार्डले कामको लागि प्रदान गरिन्छ, त्यस आमा बुवाले सपिङ गराउने? होइन सर त्यो त आफ्नो निजी गाडी सपिङ गर्नु सर। खरिदारको स्यालेरी कति हुन्छ लगभग? सर 32,000 जति गाडी किन्न पाइन्छ? अनि पाइँदैन सर, त्यसको काम। अनि कसरी चढाउनुहुन्छ? मलाई पनि म पनि हो, मेरो भाइ पनि हो, मेरो सानो भाइ पनि हो, सबै मिलेर गर्ने। ठिक छ, ठिक छ। अनि गुलसन कुमार कर्णजी, अब तपाईँको पोस्टिङ पोखरा हुन्छ, तपाईँको नाम निस्कियो, सबै गर्नुहुन्छ, अनि सिलसिलामा तपाईँले मानौ लाइनमा वृद्ध पनि पढ्नुभयो, प्रेग्नेन्ट पनि पढ्नुभयो, आफन्त पनि पढ्नुभयो, अनि कसलाई प्राथमिकता दिनुहुन्छ? अनि वृद्ध विद्यालय दिनु पर्दैन? वृद्धहरू त केसमा पक्न सक्छ तर प्रेग्नेन्ट पक्न सक्दैन, त्यो समयलाई त्यो समय हुँदैन क्या, त्यसमा टाइम दिन सक्दैन क्या, त्यहाँ पक्न सक्दैन, त्यहाँ सर रुक्न सक्दैन सर, पक्न सक्दैन। उहाँले अलग्गै विशेष अधिकार दिनुपर्ने हो सर। ल अरू शुभकामना छ। गुलसन कर्ण है, नाम त कस्तो राम्रो रहेछ। नाम जस्तै काम गर्न सक्नुहुन्छ कि हुन्न? के लाग्छ तपाईँलाई? सक्नुहुन्छ? तपाईँ विदेश चाहिँ किन जानु भएन? विदेश जाने लहर एकदम ठुलो चलेको छ। होइन, विदेशमा गएर पनि त ट्यालेन्टसिप त्यहाँ देखाउन सकिन्छ होला नि त। नेपालमा किन देखाउन खोज्नुभयो? किन विदेशमा गएर देशको माया गर्न सकिँदैन? किन विदेशमा जाने विदेशमा जाने नेपालले नेपाललाई माया गर्दैन? देशभक्तिको भावना त हुन्छ होला नि। नेपालमै बसेर देशको सेवा गर्न चाहनुहुन्छ हो, ठिक छ। अनि अब खरिदार त्यो पनि पोखराबाट भन्नुभयो, पोखराबाट पास गर्नुभएको रहेछ, मधेसबाट पोखरा किन जानुभयो? के भन्छ यहाँको त धार्मिक सांस्कृतिक अवस्था त हेरिसकेको छ, त्यही भएर त्यहाँ पनि हेर्नुपर्छ। अनि हेर्न मात्रै जाने कि त्यहाँ गएर काम गर्न सकिन्छ? भाषा, संस्कृति, भूगोल, तपाईँ गर्मीमा हुर्केको मान्छे, अलिक केही जाडो होला, सक्नुहुन्छ? सकिन्छ। तपाईँलाई मधेसबाट पोखरा जाने अधिकार चाहिँ कसले दियो? रोजगारीको हकमा के छ भन्नुहोस् त, यो सम्बन्धी व्यवस्था के छ मलाई बुझाइदिनुहोस्। रोजगारीको अनुसार त्यसरी कुनै पनि व्यक्तिले रोजगारीबाट वञ्चित गर्न पाइन्छ, तर रोजगारी सर्त चाहिँ सँगै कानुन हुन्छ। अनि त्यो भन्दा बित्तिकै त तपाईँलाई मधेसको मान्छे पोखरामा गएर कम्पिटिसन गर्ने र त्यहाँ सेवा गर्न पाउने अधिकार त दिँदैन त? तपाईँले भनेको लाइनमा त्यो कुरा त पाइन। त्यो अधिकार चाहिँ कसले दियो? संविधानले दियो, मौलिक हकले दियो? कुन मौलिक हकले तपाईँलाई त्यो अधिकार दियो? ए रोजगारीको हक मात्र, स्वतन्त्रताको हक अन्तर्गत यो कुरा छ कि छैन? छ। के छ? नेपालको कुनै पनि ठाउँमा पेसा व्यवसाय रोजगार गर्न पाइने व्यवस्था छ, त्यसै कारणले तपाईँ जानुहुन्छ।
है तपाईँलाई अधिकार संविधानले दिएको रहेछ। त्यसो भए तपाईँ एउटा अर्को कुरा भनिदिनुहोस्, किन तपाईँलाई लोकसेवा नै किन रोज्नुभयो, किन प्रवेश गर्दै हुनुहुन्छ? एउटा लोकसभा सानैदेखि अनि रुचि थियो सर। अनि सर मैले व्यवस्थापन सरकारी पढेँ, त्यसमा पनि सङ्गठन व्यवस्थापन होइन सेवा कसरी गोलमेल हुने, कसरी त्यो गर्ने सबै सिकेर त म रोजेर मात्रै हुन्छ त? रोजेको नपाइन नि सक्छ नि, एकचोटि पाउनु भएन भने के गर्नुहुन्छ? फेरि प्रयास गर्नुहुन्छ है। अब तपाईँ अहिले खरिदारमा त त्यो रोज्न पाइने अथवा त्यसलाई छान्न सिलेक्ट गर्न पाइने छैन। तपाईँ भोलि लेखामा अथवा न्यायमा तपाईँ जुनसुकै सेवामा नि सिफारिस हुन सक्नुहुन्छ। यदि रोज्न पाइने भएको भए तपाईँ के रोज्नुहुन्थ्यो, कुन सेवा रोज्नुहुन्थ्यो? किन? किन? लेखामा पनि त काम हुन्छ, न्यायमा पनि काम हुन्छ। लेखामा बढी छ सेवासँग बढी सम्पर्क सायद हुँदैन मलाई लाग्छ। हो, लेखा चाहिँ नरोज्ने? कि प्रशासन रोज्नु भनेको कि पावरफुल भइन्छ, एकदम शक्तिशाली भइन्छ भनेर त होइन नि? के हुन्छ कि त पैसा धेरै कमाइ भन्नुहुन्छ भनेर हो? भनेपछि तपाईँको रुचि प्रशासनमै छ है। मान्छेलाई धेरै नै त राजस्व लेखा रोज्छ नि पैसा धेरै कमाउनको लागि। तपाईँ त्यसो भए पैसालाई वास्ता गर्नुहुन्न अथवा पुग्छ त त्यति पुग्दैन? अनि पुगेन भने त अनियमितता गर्नु पर्ला। गर्नुहुन्छ? आइडिया छ कसरी गर्ने? सिक्नु भएको छैन है। अनि पाठ्यक्रमको बारेमा कतिको जानकार हुनुहुन्छ? तपाईँले पढ्ने पाठ्यक्रममा कतिको जानकार हुनुहुन्छ? पढ्नु भएको छ है। संविधान के हो एक लाइनमा मात्रै भनिदिनुहोस्। कुनै पनि देशको राज्यबाट सञ्चालन गर्ने मार्ग सिद्धान्त हो। संविधान र ऐनमा के फरक छ? संविधान भनेको छ देश सञ्चालन गर्ने वाटापत्र जस्तो छ। अनि यही भन्नु छ राज्यले त नागरिकलाई आफ्नो व्यवहारमा चाहे समाजमा सामाजिक काम गर्नु छ त्यो ऐन जारी गर्छ। संविधानले पनि त त्यो गर्न सक्छ नि। संविधान र ऐनमा कुन ठुलो? संविधानबाट नै यही भन्नु छ हो। संविधानलाई ऐन मान्न सकिँदैन? संविधानले त ऐन कसले बनाउँछ संविधान? ऐन चाहिँ विधायिकामा को हुन्छ त? संसद हुन्छ। अब संसद भन्दा बित्तिकै एउटा कुरा ठ्याक्कै याद आयो। नेपालको संसदको संरचना अथवा संसदको व्यवस्था कस्तो छ? कति प्रकारको संसद रहने त्यसको व्यवस्था के छ? संसद सङ्घीय संसद अनि प्रदेश सभा हो। सङ्घीय संसदमा कतिजना सदस्य रहन्छन्? हाम्रो दुई किसिमको छ, प्रतिनिधि सभा र राष्ट्रिय सभा भन्छौँ। प्रतिनिधि सभामा कतिवटा सदस्य हुन्छन्? प्रतिनिधि सभामा याद छैन? भोट हाल्नु भएन? भर्खरै त निर्वाचन भएको थियो नि, 21 गते भोट हाल्नु भएन? अनि भोट हालिसकेपछि त तपाईँले केमा भोट हाले भन्ने कुरा त थाहा पाउनु पर्ने। बिर्सिनु। प्रतिनिधि सभाको निर्वाचन हो कि राष्ट्रिय सभाको त्यति भनिदिनुहोस्। प्रतिनिधि सभाको हो। त्यहाँ समानुपातिकमा पनि हाल्नुभयो होला? हाल्नुभयो भोट? दुई किसिमको मतपत्र पाउनुभयो है। समानुपातिकमा पनि भोट हाल्नुभयो होला। समानुपातिक निर्वाचन भनेको के हो त? समानुपातिक भनेको छ त्यो समाजमा सबैले भनेको छ समाजमा खाली परेका चाहे ठ्याक्कै थाहा भएन है। त्यसो भए समसामयिकमा कतिको अपडेट हुनुहुन्छ? समसामयिकमा थाहा छैन। नेपालको हालको टोटल बजेटको आधार भनिदिनुहोस् न। कति बजेट छ थाहा छैन? नेपालको हालको अर्थमन्त्री को हुन्? अर्थमन्त्री छैन? किन? अर्थमन्त्री मन्त्रीविहीन पनि हुन्छ? मन्त्रीविहीन जिम्मेवारीविहीन पनि हुन्छ त? नयाँ बनेको छैन, पुरानो त होला नि।
नयाँ गठन हुँदासम्म त पुरानोले काम गर्ने होला, सबै छोडेर त हिँड्न मिल्ला त, नेतृत्व गर्नु कसरी लिनु पर्ला नि त, थाहा छैन, जानकारी छैन, बिर्सिनु भयो नि त। त्यसो भए अर्को टिप्पणी भनेको के हो? टिप्पणी भनेको सर कुनै पनि विषयमा निर्णय गर्न पर्यो कर्मचारीद्वारा माथिल्लो कम्प्लेक्समा पेस गर्ने त दस्तावेज माथिल्लो निर्णयका लागि माथिल्लो तहमा पेस गर्ने है। बिन कार्ड भन्ने शब्द सुन्नु भएको छ? सर बिन कार्ड त्यो सर के भन्छ त्यो पुरा जिसी श्रेष्ठको त्यो खाता हो सर। जिन्सी श्रेष्ठको खाता कसरी प्रयोग गरिन्छ के आइडिया छ? पछि गएर त तपाईँ जिन्सी स्टोर शाखातिर काम गर्ने अवसर पाउनुभयो भने त यी फारमहरू प्रयोग गर्नुपर्छ है। मलाई कुनै 2-4वटा जिन्सी श्रेष्ठ प्रणालीमा प्रयोग हुने कुनै 2-4वटा फारमको नाम भन्न सक्नुहुन्छ? माग फारम, खरिद दाखला प्रतिवेदन, जिन्सी स्टोर फिर्ता फारम। ठिक छ, खरिद भन्नुभयो, सार्वजनिक खरिद भनेको के हो? सार्वजनिक खरिद भनेको सर सार्वजनिक निकायले कुनै पनि माल निर्माणका अनिष्ट प्राप्त गर्न र निर्माण कार्य गर्ने कारण सार्वजनिक खरिद हो। सार्वजनिक खरिद हो। कार्यालयमा पछि सार्वजनिक खरिद गर्दा के विषयमा ध्यान दिनुपर्छ होला? सार्वजनिक खरिद गर्दा त योजना बनाएर त्यो खरिद गर्नुपर्छ। त्यो खरिद गरिसके पश्चात त्यसको व्यवस्थित ढङ्गले अभिलेख राखेर त्यसको काम अनुसारको कर्मचारीको क्षमता अनुसारको त्यो जिन्सीहरू बाँड्नु गर्नुपर्ने। तपाईँ त्यसरी गर्नुहुन्छ, तपाईँले जिम्मेवारी पाउनुभयो भने खरिद व्यवस्थापन गर्न सक्नुहुन्छ, सकिन्छ? के छ, कस्तो लाग्छ? तपाईँ पछि कार्यालयमा गएर काम गर्न सक्छु, सेवाग्राहीलाई सन्तुष्ट पार्न सक्छु है, ऐन नियमको राम्रोसँग पालना गर्न गराउन सक्छु, नागरिक बडापत्र अनुसार काम गर्छु भन्ने लाग्छ? सक्छ? सकिन्छ? मधेसको मान्छे पोखरा गएर चेन्ज गर्छु भन्ने त ठुलो आँट छ नि तपाईँको, सकिन्छ? किन परिवर्तन तपाईँबाट आशा गर्न सकिन्छ? नेपाल सरकारले तपाईँबाट आशा गर्न सक्छ परिवर्तन? सकिन्छ? परिवर्तन गर्दा गर्दा भोलि फेरि राजनीतिक दलसँग मिल्ने, सङ्गठनमा भाग लिने त्यस्तो उद्देश्य के छ? यसमै काम गर्ने? भोट त हाल्न पाइन्छ नि कर्मचारीले पनि, किन प्रत्यक्ष पनि पाइन्छ नि? कहाँ छ समानुपातिकमा मात्रै पाइने भन्ने व्यवस्था? म सर त्यो भोट दिँदाखेरि सर मैले हेरेको सबै त्यहाँ कर्मचारी खटेको हुन्छ, त्यो सबै कर्मचारी समानुपातिकमा मात्र भोट दिनुभएको थियो। त्यो त कुन ऐनमा, कुन कानुनमा, संविधानमा कहाँ छ थाहा छ त्यो व्यवस्था? भन्न सक्नुहुन्छ? सकिँदैन है। ल ठिक छ। जिके कस्तो पढ्यो? जिके चाहिँ पहिला पढेको थिएँ, हालको खबरहरूमा अपडेट हुनुहुन्छ? हालको खबरहरूमा अपडेट हुनुहुन्छ कि? हालको खबरमा अहिले अपडेट त्यति छैन सर। ठिकै छ, त्यसो भए जानु छोड्छु होइन। यो साक्षरताको कुरा हामी गर्छौँ होइन। हालसम्म कतिवटा जिल्ला साक्षर भइसकेको छ? हालसम्म मध्य प्रदेश बाहेक भन्दाखेरि तपाईँले मध्य प्रदेश बाहेक बाँकी सबै 6 प्रदेशको सबै जिल्ला भइसकेको छ? सबै जिल्ला अरू 1-2 छ बाँकी त सबै, तर मध्य प्रदेश कुनै पनि भएन। एक्ज्याक्ट थाहा भयो। एउटा कुरा छ है, राष्ट्रिय आविष्कार केन्द्र सुन्नु, राष्ट्रिय आविष्कार केन्द्र यसको संस्थापक व्यक्ति को? जुन हामी भन्छौँ यो आन्दोलन हुन्छ परिवर्तन गर्न होइन, हेर्दै जाँदाखेरि 2046 सालको जनआन्दोलन सुन्नु भएको छैन? किन भएको? जो प्रजातन्त्रको पूर्ण बहालीको लागि पूर्ण प्रजातन्त्र ल्याउनको लागि नेपालमा पहिलोपटक आम चुनाव भएको थियो। आम चुनाव 2015 साल। नेपालको राजधानी काठमाडौँमा यो सम्बन्धित व्यवस्था संविधानको कुन धारामा छ? हेर्दै जाँदाखेरि अन्तरिक्षको कुरा गऱ्यो भने होइन, सबैभन्दा पहिला अन्तरिक्षमा पुग्ने राष्ट्र कुन होला? रुस कहिले सो के भन्छन्
विज्ञान प्रविधि पढ्नु भएको छ। विज्ञान प्रविधिमा हेर्दाखेरि विकासवादी सिद्धान्तका पिता विकासवादी चार्ल्स डर्डन अनि यहाँ नेपालमा राष्ट्रनीति कुन चाहिँ छ? राष्ट्रनीतिको हालसम्म त्यो भएछ 13 को रहेछ। छायानाथ राष्ट्रनीति के यो छायानाथ कहाँबाट लिएर आयो? छायानाथ मुङ्गु जिल्लाबाट छ। मेरो भन्न खोजेको कुनै अन्य क्षेत्रलाई घेरेर छायानाथ राष्ट्रनीति बनाइदियो कि कुनै भएकोबाट काटेर त्यसले छुट्याइदियो? मैले राष्ट्रनीतिको छ त्यसले नै त्यो पात्र गरेर बनाएको गुलसनजी के लाग्छ? नाम निस्किन्छ योपालि? निस्किन्छ? ल, अग्रिम शुभकामना छ तपाईँलाई। तपाईँको नाम निस्कियोस्, तपाईँको कार्यरत कार्यालयमा हामी आउँ, तपाईँसँग भेटघाट होस्, चिया गफ होस् कुनै दिन, यसको शुभकामना छ। ल, धन्यवाद।